टाउको उता यस्तो श्वास पुरै फाल्नुहोस् है, बल नगर्नुहोस्। श्वास फाल्नुहोस्, यो हात यस्तो हो, यस्तो बल नगर्नुहोस्, लुलो हुनुहोस्। लुलो टाउकोलाई अझै लडाउने हो, लडाउने। एकछिन 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 नचल्नुहोस् नचल्नुहोस्, एकछिन एकछिन। ल अब यसलाई यता टाउको यता, यो हात यता। नचल्नु न तपाईँ, किन चलिरहेको यता। श्वास पुरै फाल्नुहोस्, बल नगर्नुहोस् हो, लुलो लुलो। ल भयो, ल यो सोझो। अब अघि जस्तो पेट ठुलो बनाउनुहोस् त, श्वास लिएर हो, यसलाई तनको तन्काउनुहोस्, यहाँ जोडेर बुढ्याउलाई जोडेर तल तन्काउनुहोस् है। ल यो हात यता, यो यता, टाउको सोझो गर्नुहोस्, लुलो हुनुहोस् है। बल्ल घट्दैछ। ल अघि जस्तो लामो श्वास लिएर यसलाई फुलाउनुहोस् त। पहिला श्वास तान्नु न, फाल्नुहोस्। पहिला श्वास लिनु पर्यो, यो ठुलो हुनु पर्यो श्वास तान्दा। तपाईँको श्वास तान्दा भुँडी ठुलो हुन्छ, फोक्सो ठुलो हुनु पर्यो क्या। श्वास भनेको फोक्सोमा भर्नु पर्यो, अनि धकेल्नुहोस् यता हो, एकछिन धकेलेर बसिराख्नुहोस्। यो बुढेउलाई जोड्नुहोस् है धकेल्दा हो, यसरी। ल भयो, बल नगर्नुहोस्। यहाँको जामको यहाँ घुमिसक्यो नि अब होइन। तपाईँलाई अब खाना अलिक रुच्छ, निद्रा मजाले आउँछ। ल योबाट खुम्च्याउनुहोस्। यो हात दिनुहोस्, लामो श्वास लिनुहोस्, छोडिदिनुहोस्। ल उठ्नुहोस्, उठ्नुहोस्, जुरुक उठ्नुहोस्। ल पलेटी कसरी गर्नुहोस्, सोझो हुनु, सोझो सोझो हो, टाउको यतिको हो। ल सोझो भनेको यतिको सोझो, टाउको धेरै माथि लानु नि हुँदैन, पछाडि यो च्याप्पिन्छ, धेरै झुकाउनु नि हुँदैन, यो तन्किन्छ। सोझो मात्रै, ढाड मात्रै सोझो गर्ने छ। अब आजको सेसनमा यति गरौँ।